नमस्कार सबैलाई। आज पनि म हजुरको सामु मेरो 5औं श्रृङ्खला लिएर आएको छु। यो चाहिँ अलिकति पृथक छ है त। यो माया प्रेमबाट अलिकति टाढा मेरो इन्ट्रेस्टको कुरा म कसरी यो फिल्ममा इन्भल्भ भए, कसरी मलाई मन पर्यो भन्ने कुरामा चाहिँ म हजुरसँग साट्न गइरहेको छ। मेरो पढाइपछि अर्को फेभरेट चिज भनेको म्युजिक हो है त। मलाई सिङ्गिङ गर्न, राइटिङ गर्न एकदमै मन पर्छ र यो कसरी स्टार्ट भयो म त्यो चिजलाई चाहिँ हजुर सामु भन्न गइरहेको छु। त अब यो कथा कहाँबाट स्टार्ट हुन्छ भन्दाखेरि मेरो स्कुलको फेयरवेल थियो है त, क्लास 10 को। अनि त्यो बेला मभन्दा जुनियर भाइ एउटा, नाम त मलाई एक्ज्याक्ट थाहा भएन, एउटा भाइले चाहिँ गाना गाएको थियो होइन। मलाई मनपर्ने सिङ्गर थियो त्यो। अनि त्यो सिङ्गरको गाना चाहिँ उसले गाएको थियो र त्यहाँबाट मलाई इन्ट्रेस्ट लाग्यो, म्युजिकमा त्यो ताकत त हुन्छ भनेर। अनि मैले चाहिँ त्यही दिनबाट घर आएँ र गानाहरू चाहिँ मलाई पहिलेबाट म अलिअलि लेख्थेँ र मलाई त्यसपछि झनै लेख्न मन लाग्यो र मैले धेरै गानाहरू लेखेँ। तर अब साइन्सको अलिकति प्रेसरको कारणले गर्दाखेरि मैले गाउन चाहिँ भ्याएन है त। अनि त्यसरी नै दिन प्रतिदिन मेरो म होस् हप्तामा एउटा दुईटा गानाहरू चाहिँ सधैँ लेखि नै रहन्थेँ, कम्पोज गरि नै रहन्थेँ। अनि त्यसपछि मेरो बुवाले मलाई झन्डै मेरो 11 क्लासको फाइनलतिर आउँदाखेरि मेरो बर्थडेमा जेठ 12 गते मलाई गिटार गिफ्ट गर्नुभयो। अनि मैले त्यसपछि चाहिँ मेरो जोनी स्टार्ट भयो। मैले कुनै फर्मल एकाडेमिक क्लास त गिटारको लिएन कि सिम्पल एउटा ट्युनिङहरूमा मिलोडीहरू क्याच गरेर त्यो अनुसार नै, अनि प्लस विभिन्न ट्र्याकहरू बाटोमा आफ्नो म्युजिकहरू प्र्याक्टिस गर्थेँ बिटहरूबाट। अनि यसरी मेरो सङ्गीत प्रतिको मोह अझै बढ्दै गयो, त्यो इन्ट्रेस्ट अझै बढ्दै गयो र मैले लगभग हाल अहिलेसम्म आउँदाखेरि यस पछाडि गयो नजोडेर अहिलेसम्म मात्र मैले लगभग 100+ सङहरू मेरो आफ्नै लिरिक्स होइन, मेरो आफ्नै स्वरमा मैले आफ्नो युट्युब च्यानल पनि हालिसकेको छु। मलाई बाल मतलब लाग्दैन, मलाई 1 लाइक आओस् 2 लाइक आओस्, मलाई त्योसँग के मतलब छैन। किन भन्दाखेरि त्यो मेरो इन्ट्रेस्टको विषय हो होइन। पढाइपछि मलाई दोस्रो मनपर्ने भनेको लिटरेचर अनि म्युजिक। मलाई कविताहरू सुन्न मनपर्छ, कसैको मुक्तकहरू। किन भन्दाखेरि शब्दमा यस्तो शक्ति हुन्छ जसले मान्छेलाई चेन्ज गर्न सक्छ भन्ने लाग्छ मलाई। हो त्यही शब्द कोर्ने मान्छे हुँ म होइन। र आफूलाई एउटा राइटरको रूपमा पनि राम्रो म सोध्छु। किन भन्दाखेरि मसँग त्यो मान्छेहरूसँग कस्तो फिल गरिरहेछ, उसले कस्तो सोध्न सक्छ भनेर त्यो लेख्न सक्ने क्षमता चाहिँ छ है त। हो यसरी नै मैले लगभग एक दिन मेरो दाइ आउनुभएको थियो होइन, ठुली मम्मीको छोरा। र यसरी नै हामी गफ गरेर आएको अवस्थामा मैले उसलाई भने मेरो भिडियो खिच्न त, म गिटार बजाउँछु नि भनेर भने। अनि त्यहाँबाट मेरो स्टार्ट भयो जोनी, म्युजिकल जोनी। र मैले बिस्तारै आफ्नो युट्युब च्यानलहरूमा हाल्दै गएँ र लगभग अहिले मेरो भिडियो मात्रै हेर्नुहुन्छ भने 100+ सङहरू छ होला, मेरो आफ्नै लिरिक्स मात्रै। त्यसबाहेक त मैले कभर सङहरू कति गाएँ होला, तर अहिले मात्रै मेरो आफ्नो स्वरमा, आफ्नो भोकलमा, आफ्नो लिरिक्समा मैले 100+ गाना गाइसकेँ। र यो कन्टिन्यू हुन्छ सधैँ मेरो लाइफ टाइम भरि नै। किन भन्दाखेरि मलाई अर्को मनपर्ने विषय भनेकै म्युजिक हो है त। हो मैले थाहा छ अहिलेसम्म मलाई म्युजिकको कम्पोज गर्नुपर्छ, एरेन्ज गर्नुपर्छ भन्ने कुरा त थाहा छ। तर म एउटा मध्यवर्गीय परिवारको भएको कारणले गर्दाखेरि सबै चिज आड्न त सकिन्न होला र समय व्यस्तताको कारणले गर्दा पनि एज अ साइन्स स्टुडेन्ट म त्यो सबैमा टाइम दिन सक्दैन। तर यति भन्न चाहन्छु, जबसम्म किशोर रहिरहन्छ त्यतिखेरसम्म सङ्गीत हजुरहरूले सुन्न पाइरहनुहुन्छ। र यो वर्ष मात्रै यो मेरो बाजा भयो। 2083 सम्म मेरो 150 सङ तपाईँ मेरो युट्युब च्यानलमा अझै ड्रप भएको देख्न सक्नुहुन्छ। मैले विभिन्न सेलिब्रिटी दाइहरू, दिदीहरू होइन,
सर्प्राइज व्यक्तित्वहरूलाई मेसेज गरेको छु र उहाँहरूबाट राम्रो रिस्पोन्स आएको छ। सम्भवतः भएसम्म उहाँहरूले चान्स दिनुभयो भने कोलाबोरेसन गर्न पनि पाउँछु कि भन्ने आश छ। भएन भने नि केही छैन, यो किशोर त्यति साह्रै हार मान्ने मान्छे होइन। त्यही भएर पक्कै पनि मेरो स्वरमा, मेरो आवाजमा थोरै फरक बेग्लै मेरो अगाडिका गानाहरूभन्दा ती गानाहरूमा केही फरक मेलोडी पाउनुहुन्छ भन्ने म्यासेज म यो बोकेर आएको छु। र यसरी नै जबसम्म म रहिरहन्छु, सङ्गीत हजुरहरूलाई दिइरहन्छु। हवस् त, शुभरात्रि, शुभ सन्ध्या।